यो सोसाइटीमा जिनियस मान्छेहरू चाहिँ कम हुन्छ। तपाईको पपुलेसन 10 लाख छ यो एउटा देशको भने त्यहाँ 10 जना मात्रै आर्टिस्ट हुन्छ। कस्तो कुरा गर्नु, मुस्किलले फ्रान्समा आज पनि आर्टिस्टको पूजा हुन्छ, तर हाम्रोमा आर्टिस्टहरू भोगभोगै छ। कोरोनाको टाइममा इजरायलको एउटा राइटरले $10 लाख $1 मिलियन WHO लाई डोनेसन दियो। राइटर त्यस्तो धनी छ बाहिर। राइटरले धनी हुनु पनि पर्छ, राइटरलाई सुविधाहरू हुनुपर्छ, उसो किन एक्सपेरिमेन्ट गर्नु, विभिन्न प्रयोग गर्नुपर्ने हुन्छ। विभिन्न उसले भन्नै मिल्दैन अहिले, सुरुमा किताब लेखेर भन्छ नि उसले, तर हाम्रोमा छैन। यहाँ चाहिँ के भने मदन पुरस्कार के पुरस्कार भनेर चाहिँ त्यो चकलेट देखाइदिने के ललिपप पुरस्कारको लागि लेख्ने हो र? पाठक प्राप्त गर्नु जस्तो पुरस्कार एउटा लेखकलाई के हो? पाठक चाहिँ छैन आज हाम्रो लेखकको पुरस्कार त पाउनुहुन्छ, न्युज चाहिँ छ। किनभने यहाँ कस्तो कस्तो राइटर भयो भने 10 लाख रुपियाँको कान्तिपुरमा ड्याममा किताब विज्ञापन हानिदिन्छ उसले, पब्लिसरले नै हाने आएन, त्यो राइटरले 2-3 जना मुर्गा फसाए के। अब त्यो जनतालाई के भ्रम परो, वाह क्या किताब निक्लियो। अब मदन पुरस्कार गुठी भनेर भनौँ न, एउटा नामै नलिउँ, एउटा कुनै आज नोबल प्राइजमा त तपाईँको चाहिँ एजेन्टहरूले चलखेल गर्छ। सानो ठिमीबाट रिजल्ट निकाले जस्तो हो क्या जिन्दगी। आज पुरस्कार मैले कुनै पनि पुरस्कार मलाई कसैले अफर 1-2 गरौँ, मैले सरी भने, मलाई गराएछ नि त्यस्तो भने होइन, मैले पाएन र यसले खट्टे अङ्गुर कौन खाएगा भने होइन। मेरो लागि यो जिन्दगी नै पुरस्कार हो। याभन्दा ठुलो पुरस्कार कुनै मान्छेले मलाई दिनै सक्दैन, जुन पुरस्कार मैले पाएको छु। ओके भने मैले पुरस्कारको लागि लेखिनँ, मैले पाठकहरूको लागि लेखेँ के। म रिपोर्टर भएर आएको, मेरो पाठकहरूसँग एउटा सेतु छ बनाएको छु। सोसियल मिडिया आएपछि झन बन्यो, सोसियल मिडिया आएपछि त म इन्सपायर भएको हुँ लेख्न। मैले कलम भाँचेर पहिल्यै बसिसकेँ म, के लेख्ने। बरु म गाईबस्तु पालेर बस्छु, मेरो प्यासन हो गाईबस्तु पाल्ने, खेतीपाती गर्ने।